मलाई यो डोनट्स बनाउने आइडिया चाहिँ एकदमै धेरै मन पर्यो। मिठो पनि हुँदो रहेछ, इजी तरिकाले बनाउन पनि सकिँदो रहेछ हैन। मैले यो पनि टिकटकबाटै सिकेको हो हैन। यस्तो मजाले हैन हजुरले चाहिँ 10 मिनेट भित्रमा तेल तातेको 10 मिनेट भित्रमा चाहिँ यो 36 वटा हुन्छ यसमा डोनट बनाउन सक्नुहुन्छ। यो मैले कसरी बनाएको छु अब म हजुरहरुलाई देखाउँदै जान्छु हैन। एकदमै इजी हैन, बनाउनको लागि झन्झट पनि छैन, मान्छे धेरैजना पनि चाहिएन, एक्लैले बनाउन सकिन्छ। यो चाहिँ तपाईले चाहिँ क्रोगर वालमार्ट जता पनि पाउनुहुन्छ। यो डिनर रोल यसमा चाहिँ 36 वटा हुन्छ, फ्रोजनमा हुन्छ। यो ल्याएर चाहिँ बाहिर राख्नु भयो, मेल्ट भइसकेपछि चाहिँ अनि यसरी रोल बनाउँदै हजुरले चाहिँ तेलमा हालेर यसरी बनाउन सक्नुहुन्छ है त। एकदमै सजिलो, मिठो, नानीहरूले त एकदमै मन पराउने हैन, नरम खालको के एकदमै सफ्ट छ यो खानको लागि। अनि त्यस्तै गरेर मिठो पनि छ, नेपालमा प्लेन डोनट्स खाए जस्तै छ, एकदमै मिठो। थ्यांक यू।